हाम्रो यो वर्षमा एकचोटि आउने महान पर्व चाड पर्व दुरैदेखि हाम्रो चलिआएको चलन चल्ती रागे संक्रान्ति भन्छ। घर घरमा छतमा पुरै हैन हामीले मात्रै नभएर पुरै डोल्पालीहरू जो जति हिन्दू धर्म मान्नुहुन्छ उहाँहरूले यो साउनको 1 गते दुरैदेखि बाजेको पालोदेखि मैले केही प्रश्नहरू केही क्वेसनहरू म सोध्ने छु हाम्रो धुरोको बाजेहरूलाई। यो अघिदेखि परम्परादेखि ल्याएको रागे संक्रान्ति वर्ष गरेर भगवान् पत्तल जान्छन् अरे। पत्तल तले आसन पत्तल जान्छन् अरे। आसन भुइँपट्टि तलीपट्टि जान्छन् अरे के त्यसै वर्ष गरेर सिद्धान्त कुरा हुन्छ। सालमा प्रत्येक सालमा मनाउने गरिन्छ। साउनको 1 गतेको दिनमा मनाउने गरिन्छ। हजुर। अनि तपाईँले कस्तो फिल भइरहेछ? अब जस्तै मानौँ कि तपाईँ जन्मिनुभन्दा त हामी जन्मिएकै नै थिएनौँ। यो सिस्टम त केही नभयो भने तपाईँलाई 2-4 कुराहरू त थाहा होला, केही कुरा भनिदिनु पर्यो। यो सिस्टम चाहिँ पहिला बिजु बाजे पहिल्यैदेखि लाग्यो भएर साउन 1 गतेबाट रानासँग दियालो बाल्ने सिस्टम भयो। हजुर। अनि वनबाट दियालोसँग ल्याउने साउनको 1 गतेको दिनमा यो दियालो आज चाहिँ नबालिनु हुने हुन्छ। हामी हिन्दूहरूले मान्ने चाड पर्व महान पर्व भन्छ होइन। वर्षमा एकचोटि चाहिँ हामीले अनिवार्य 2084 सालमा पनि साउनको 1 गते यस्तै हाल्नै पर्छ। त्यही त अब जस्तै हाम्रो यो दुर्गम गाउँमा प्रत्येक घरधुरी भनेको 200 घरधुरी छ। 200 घरधुरीले नै हामीले यसो गरेर चाहिँ हामीले दियालो बाल्ने कार्यक्रम हुन्छ। हाम्रो सबै रमाइरहेछन् आफ्नो आफ्नो तालमा। ल उता घर गौडा यता उता सब भयो, राउ केतु घरहरू सब गयो भाइ जाउन ल ताल पनि जाओस् उता। यस्तो मनाइने गरिन्छ। विशेष यो साउन 1 गते हो आज विशेष। हजुर। अब यहाँ तपाईँको चाहिँ यो दियालो ल्याउने आगो बाल्ने कार्यक्रम यसो चलिरहेछ। त्यही त हो नि। अब मिठो खानुपर्छ है माछुन्जेलसम्म गाइजहरू। सबैले माया गरिदिनु होला, लाइक कमेन्ट फलो उसलाई अब जसरी हो नि त्यसरी गरिदिनु होला, मेरो अनुरोध यही छ गाइज। अनि गाउँ चाहिँ कस्तो देखिरहेको छ? गाउँ चाहिँ पुरा नरम क्या दामी छ। ल यही हो हामीले चाहिँ सम्म भनिहाल्यौँ। तपाईँहरूलाई यही भन्न चाहन्छु। विशेष गरेर म चाहिँ केही कुराकानी गर्दै आएँ अरूको घर दैलोदेखि लास्टमा अन्तिममा चाहिँ मेरो घर दैलोमा आउँदैछु। बुवासँग केही कुराकानी गर्दैछु। बुवालाई हामीलाई जन्माउनु भयो हुर्काउनु भयो, तर यो संसार हामीले देख्न पाइयो भोग्न पाइयो। विशेष गरेर हामी चाहिँ बुवालाई केही कुरा सोध्नेछु। वर्ष पछि के अरे रागे सङ्क्रान्ति हालिन्छ होइन साउनको 1 गते। अब धुराको बुढो बाजेहरूको रीतिथिति चलचलन आएको यस्तै हो। संसारभरि चलिरहेको छ। तराईभरि मधेसीहरूले आफ्नो भाषा बनाउँछन् भने चाहिँ हामी यता भोट क्षेत्रको मान्छेहरूले मनिषी जातहरूले हाम्रो यही वर्ष दिनको तिहार मनाउने भनेर हाम्रो लागि परेको छ। अगाडि र पछाडि कसैले पनि झाइ झगडा नगर्ने, कसैलाई पनि धम्कीदार नलाउने हामी भनेर हामी यति 2 शब्द बोलेको वर्ष दिनको तिहार धेरै चाड मनाउने हाम्रो रहर छ, लक्ष्य छ बाजेको धर्मले गर्दा। त्यही हो। चकित नपर्नुहोस्। वर्षको एकचोटि एकदम रमाइलो तरिकाले हामीले चाहिँ यो चाड पर्व मनाइरहेको हुन्छौँ। हामी चाहिँ टक्लाएर हिन्दू धर्म मान्दै आएको है। त्यही भएर कोही रमाइलो हुन्छ। तपाईँहरू पनि यति अब कोही हिन्दू धर्म मान्नुहुन्न भनेपछि हामीलाई सम्झेर आउनु होला। कर्णाली डोल्पा मेरो कर्णाली मेरो जन्मभूमि दुर्गाउँ है। यही भन्न चाहन्छु मैले। अनि यो ठाउँमा बौद्ध धर्म मान्ने कोही छैनन्। यो ठाउँमा अहिले हिन्दू धर्म मात्रै मानिरहेका छन् यो हाम्रो ठाउँमा होइन। हजुर। अब हिन्दू धर्म मान्ने मान्छेले चाहिँ छतमा अब जुटो भएन भने यस्तो कुरा गर्ने होइन। मान्छे बितेन भनेपछि अनि प्रत्येक 200 घरधुरी अनि 200 घरधुरीमा चाहिँ हाम्रो यो छतमा चाहिँ के अरे बलेकै हुन्छ। त्यो मरेको घरमा बल्दैन, अरू ठाउँ बलेकै हुन्छ। प्रत्येक अब 200 कुणी भन्नुभएको छ हजुरले। 200 कुणीभित्र चाहिँ बलिरहेको हुन्छ छतमा चाहिँ। हामीले अब हिन्दू धर्म मान्छौँ नि त। त्यही भएर हिन्दू धर्म मान्ने जो जति हुनुहुन्छ सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला यो भिडियोलाई चाहिँ। यही भन्न चाहन्छु। तपाईँहरूले अहिलेसम्म भिडियो हेरिराख्नु भएको छ होला, कतिपयले पनि सुनिराख्नु भएको छ। कतिपय हाम्रा गाउँले दाजुभाइ कोही विदेशदेखि हुनुहुन्छ, कोही स्वदेशदेखि हुनुहुन्छ, आफ्नो गाउँघरमा आउनु पाउनु भएको छैन भने मेरो भिडियोमा पुरै के भन्न चाहनुहुन्छ, के लेख्न चाहनुहुन्छ तपाईँहरूले पनि सम्झिनु होला है। यही भन्न चाहन्छु। हाम्रो पुक्कुल्ली भाउ के छ छोरो? हेलो भन त। हेलो भन न छोरो। हाई
अब हेर त दिवसलाई थाहा छैन पुरै ऊ सानो छ हामी पनि सानो हुँदाखेरि यस्तै केही थाहा थिएन टक्क लगाएर हामी चाहिँ अहिले ठुलो हुँदै गयौँ बुझ्दै गयौँ है ल यही हो मैले अरू भन्न केही सकेन ल सबले सक्दो सेयर गरिदिनु होला यो भिडियोलाई चाहिँ यही भन्न चाहन्छु धन्यवाद नमस्कार ल